मैले यो पाइनँ, मलाई यो भएन भन्ने गुनासो गर्न मिल्छ? मिल्दैन। किनभने देशको मुहार उज्यालो पार्नु नै हामी सैनिकहरूको परम कर्तव्य हो। सर एउटा कुरा जाहेर गरौँ हजुर। भन। सर हामी त बुझ्छौँ सैनिक सेवा हो, जागिर होइन, तर यो कुरा घरको मान्छेलाई कसरी सम्झाउनु? विदेश जानेहरूसँग हाम्रो सेवाको तुलना गर्छन् अनि सबैले विदेश जा भन्छन्। ल ठिक छ विजय, तिमी बस। लाम सर, यो विजयको मात्र समस्या होइन, यो हामी सबैको समस्या हो। हामी जागिर खान होइन, देशको सेवा गर्न आएका हौँ। जुन कुरा हामीले बुझेका छौँ नि, यो कुरा हामीले परिवारलाई पनि बुझाउन सक्नुपर्छ। परिवारमा समझदारी भएन भने यहाँ हामीले राम्ररी ड्युटी गर्न सक्दैनौँ। फेरि सैनिक सेवा यस्तो सेवा हो जहाँ कर्मको फल अवश्य मिल्छ। सैनिक परिवारलाई सिपमूलक तालिम, व्यवसाय गर्न लघुवित्त ऋण, निशुल्क स्वास्थ्य उपचार, सैनिक स्कुल वा इम्पेनल स्कुलमा आफ्ना सन्तानलाई अध्ययन लगायतका सुविधाहरू छन्। यति धेरै सुविधा अन्त कहाँ छ र? हो, यो कुरा बुझाउन सक्नु पर्यो। अहिले भोलि सेवा पाएपछि परिवार आफैले बुझिहाल्छन्। मलाई लाग्छ हामीले केही गर्नु पर्दैन, बस अहिले अडिएर अनुशासित भई सेवा गरिरहँ। पछि परिवार सबैले थाहा पाउँछन् कि रुपैयाँ पैसाले किन नपाउने सेवा नेपाली सेनाभित्र रहेछ भन्ने कुरा। त्यसैले अडिन पर्यो, मात्र अडिन। बुझ्छ टोली? ल कसैको केही छ? सर मेरो घरमा श्रीमती मात्रै होइन, बुवाले पनि विदेश जा भन्नुहुन्छ। अहिले त श्रीमतीले फोन उठाउनु पनि छाडी। सर एकपल्ट घर जान पाए हुन्थ्यो हजुर। ठिक छ, म स्टाफसँग कुरा गरौँला। सलाम सर। विजयको जस्तो समस्या अरू कसैको छ त? बस्नुहोस्। तपाईहरू पनि बिदा लिएर जाने अनि समस्या समाधान गरेर आउने। सैनिक जीवनमा समस्याहरू आउँछन्, लाइन लागेर आउँछन्, तर समस्यासँग नभाग्नु। क्षणिक दुःख होला, भविष्य भने सुखद नै हुनेछ। जब पट्ट बोकेर घर जानुहुन्छ नि, त्यस दिन आज मैले भनेको कुरा सम्झिनु हुनेछ। फेरि पनि भन्दैछु, क्षणिक लोभमा नफस्नु होला। बुझ्छ टोली? आजको कवाच यहीँबाट समाप्त हुन्छ। अब हामी सबैजना मिली नेपाली सेनाको जय जयकार गरौँ। नेपाली सेनाको, नेपाली सेनाको, नेपाली सेनाको। मनी बजारसम्म जान्ला त सुन्नुहोस् न भनेको के एकछिन। अस्ति उहाँले विदेशबाट पैसा पठाइदिनु भएको थियो, छड्के तिलरिहाले। अब बजारमा नयाँ डिजाइनको नेक्लेस आएको छ अरे, त्यो पनि हालौँ कि भनेर सोचिरहेको छु। कसो होला दिदी? हाल हाल, जे हाल्नु मन लाग्छ हाल। तिम्रै त छ अहिले भाग्य चम्केको। ओहो, आजकलको त घाम पनि कस्तो चर्को है दिदी। हेर्नुहोस् न, मैले त सनस्क्रिन नलगाइ हुँदै हुन्न भने। मेरो त मुख कस्तो चराउँछ। हजुर त युज गर्नुहुन्न नि? हुन त हजुरको घर चलाउनै गाह्रो छ क्यारे। त्यसै भन्नु पर्यो। जेनो तेरो घर चलिरहेछ, बरु जाउँ हिँड, ढिलो भयो। ओहो, मैले त यहाँ घट्टामा मकै लिएको थिएँ, पिसे कि पिसेन हेरेर आउँछु। तिमी जाँदै गर है, म पर्ख्यौ त। पर्दैन। ए हस् हस्। कति बोल्न सक्दैछ रुपे। उहाँ लोग्नेले रगत पसिना बगाएर कमाएको पैसाले यहाँ सनस्क्रिन लाउनु पर्ने, कति न।